हेलो गाइज वेलकम माई न्यू अनदर ब्लग। यदि हजुरहरूलाई ब्यागहरू चाहियो भने जिमी फ्यान्सी स्टोरलाई सम्झिनुहोस्। बिकुडी चोक दमक छ है। टक्कसँगले हजुरहरूलाई ब्यागहरू चाहियो भने सुपथ मूल्यमा पाउनुहुन्छ। एकदम दामी दामी ब्यागहरू छ है। बच्चाको स्कुलको लागि पनि छ। सुटकेसहरू सबै पाउनुहुन्छ। वानलाई हुने ब्यागहरू, ट्राभलिङको लागि सुटकेसहरू होइन, सबै पाउनुहुन्छ है गाइज। अनि हजुरले मोबाइल साइटहरू पनि पाउनुहुन्छ। मोबाइल साइटहरू पाउनुहुन्छ यहाँ हेर्नुहोस् त है। टक्क एलबीको होइन, यो ठाडोमा यो मोबाइल साइटहरू, 1300मा मोबाइल साइटहरू डेली युजको लागि एकदम राम्रो हुन्छ है गाइज। ल यो चाहिँ वासेबल हो, उक्किने फुट्ने हुँदैन होइन, एकदम राम्रो हुन्छ। स्कुलको ब्यागहरू पनि दामी दामी छ गाइज, हेर्नुहोस् त एकदम बवाल बवाल छ स्कुलको ब्यागहरू पनि। स्कुलको ब्यागहरू पनि दामी दामी छ गाइज यहाँ। अनि हजुरलाई यस्तो टोट ब्यागहरू चाहियो भने पनि छ गाइज। टोट ब्यागहरू पनि दामी दामी छ है गाइज। टोट ब्यागहरू छ है। यो होबो ब्याग पनि छ, केटाहरूले बोक्ने है। यो चाहिँ टक्क नाइकको, केटाकेटी सबैले बोक्दा हुन्छ। बवाल छ है गाइज, बवाल छ होबो ब्यागहरू। यो टक्क साइड कोरियन ब्याग भन्छ यसलाई, वान साइड है, दामी छ। बच्चाको अम्ब्रेलाहरू पनि छ, होइन। अनि यस्तो यो कोरियन ब्याग पनि छ है गाइज। कोरियन ब्याग हेर्नुहोस् त, यस्तो दामी छ कोरियन ब्यागहरू। टक्क डल भएको होइन, डल भएको कोरियन ब्यागहरू पनि छ। हजुरलाई यहाँनिर बेल्टहरू पनि पाउनुहुन्छ गाइज। बेल्टहरू रियल लेदर है गाइज। यो चाहिँ बेल्टहरू एकदम ओरिजिनल छाला है, यसमा चाहिँ नो डाउट है। हजुरहरूलाई रियल लेदर हो। लेडिजको पर्सहरू है गाइज, लेडिजको पर्सहरू यस्तो दामी छ हेर्नु त। गुचीको पनि छ गाइज, एलबीको छ, गुचीको छ लेडिजको लागि है। यो चाहिँ एकदम दामी पेन्सिल पर्सहरू पनि छ है गाइज। पेन्सिल पर्सहरू, सक्सहरू पनि पाउनुहुन्छ जाडोमा लाउने। टक्क बच्चाको लागि पनि छ, ठुलोको लागि पनि छ सक्सहरू है, एकदम दामी छ। डल ब्यागहरू पनि पाउनुहुन्छ हजुरले, डल ब्यागहरू पनि पाउनुहुन्छ है। डल ब्यागहरू पाउनुहुन्छ, टोट ब्यागहरू गाइज। यो चाहिँ है पकेट टोट ब्याग है गाइज। यो चाहिँ पकेट टोट ब्याग हो। ल गाइज, हजुरहरूलाई ब्याग चाहियो भने चाहिँ जिमी फ्यान्सी स्टोरलाई सम्झिनु होला। दमक भिकुडी चोक लोकेसन भन्नुहुन्छ नि यही हो है। टक्क लोकेसन भन्नुहुन्छ नि यता परतिर लाइफलाइन हस्पिटल छ, यहाँ परतिर लाइफलाइन हस्पिटल छ है। लाइफलाइन हस्पिटल यताबाट सट्ट यसरी हेर्ने हो भने छ भिकुडी चोक चौबाटो ठ्याक्कै यहाँनिर है। भिकुडी चोक चौबाटो टक्कसँगले यतातिर हेर्ने हो भने मेरो दोकान है गाइज। यतातिर हेर्ने हो भने मेरो दोकान होइन। हजुरहरूलाई यो लेदरको लगेज ब्यागहरू पनि पाउनुहुन्छ। एडिडास ठुल्ठुलो लेदरको लगेजहरू है। कोरियन लगेजहरू पनि पाउनुहुन्छ हजुरले, एकदम दामी दामी छ गाइज। क्यारी गर्न एकदम कम्फर्टेबल हुन्छ है गाइज। यो चाहिँ टक्कसँगले क्यारी गर्न एकदम कम्फर्टेबल हुन्छ। यो चाहिँ यसमा चाहिँ तपाईँको कलरहरू जाँदैन, भुवासुवा उठ्दैन होइन, एकदम दामी हुन्छ है गाइज, एकदम दामी। दह्रोमा त्यस्तै फेरि है, दह्रो त्यस्तै तपाईँलाई एकदम सजिलो हुन्छ ट्राभलिङको लागि होइन। प्राडाको साइड ब्यागहरू है।
टक्कसँगले यो चाहिँ तपाईँले बिहेउँदी बोक्दा पनि भयो होइन, सोल्डर पनि हुन्छ, लङ पनि हुन्छ। यसमा चाहिँ तपाईँको है भित्र यसको पार्टिसनहरू पनि राम्रो छ। अनि एउटा लङ फित्ता आउँछ होइन क्रस बोक्नुको लागि। यो चाहिँ टक्क सोल्डरको लागि सर्ट फित्ता हो होइन, एकदम दामी हुन्छ, बवाल हुन्छ है गाइज यो चाहिँ। अनि यसमा डबल पकेट भएको, यो पनि अहिले एकदम चलेको ब्याग हो है, डबल पकेट भएको। यो सोल्डरलाई पनि हुन्छ, लङलाई पनि हुन्छ यसमा पनि है। अनि यो सिल्किङ ब्यागहरू सस्तोमा है गाइज, यो चाहिँ सस्तोमा हो होइन, एकदम चिप एन्ड बेस्ट, सस्तो खोज्नुलाई राम्रो हुन्छ है गाइज। साइड ब्यागहरू डेभिड जेम्सको हेर्नु त यो कस्तो दामी छ है। यसको भित्रको कम्पार्टमेन्टहरू पनि दामी छ, फ्रन्ट साइड गोजीहरू, भित्र चेन गोजीहरू होइन। अनि डबल फित्ता हजुरलाई एकदम दामी हुन्छ है गाइज, एकदम बवाल ब्यागहरू छ। हजुरहरूलाई यदि ब्यागहरू चाहियो भने आउन सक्नुहुन्छ है, जिमी फ्यान्सी स्टोर भेकुडी चोक दमकमा होइन, आउनु होला हजुर। यो पनि दामी छ है साइड ब्याग, हेर्नुहोस् त, वाउ। यसमा लङ फित्ता पनि पाउनुहुन्छ, सर्ट पनि पाउनुहुन्छ है, एकदम दामी छ। यो पनि सोल्डरमा पनि हुन्छ होइन, सोल्डरमा पनि हुन्छ, क्रस पनि हुन्छ, सोल्डर पनि हुन्छ है। डिजलको ब्याग है सोल्डरको लागि, एकदम सजिलो छ डेली युजको लागि। यो पनि सिल्किङ ब्याग एकदम कोरियन स्टाइलमा होइन, दामी छ। हजुरहरूले चाहेको खोजेको ब्यागहरू पाउनुहुन्छ एकदम रिजनेबल प्राइसमा, सुपथ मूल्यमा। जिमी फ्यान्सी स्टोर दमक भिकुडी चोकलाई सम्झिनु होला है, एकदम रिजनेबल प्राइसमा पाउनुहुन्छ है हजुर, रिजनेबल प्राइसमा। वाइएसएलको ब्याग, वाइएसएलको ब्याग होइन, एकदम दामी छ हजुरहरूलाई, बवाल छ है गाइज, बवाल छ। टाटनको ब्याग पनि पाउनुहुन्छ गाइज, एकदम राम्रो होइन, धुन पनि मिल्ने, दरो पनि है, बोक्न एकदम सजिलो कम्फर्टेबल होइन। यो अफिसियल ब्याग पनि पाउनुहुन्छ हजुरलाई, टक्क अफिसतिर जाँदा पनि भयो, ड्युटी गर्नको लागि एकदम सजिलो होइन। अनि टिचरहरूलाई यसो स्कुलमा लाँदा पनि भयो है, एकदम राम्रो छ। दाना मेटेरियलमा उक्किने फुक्ने हुँदैन है, एकदम दरो खालको है। यो वासेबल लेदर हो, पानीमा भिज्दा पनि बिग्रिँदैन। अनि यो ह्यान्ड ब्यागहरू पनि छ, क्लोज ब्याग टक्कसँगले, कङ्गाराको हाई क्वालिटीमा हेर्नुहोस् त सर, यस्तो दामी छ। ल हजुरहरू सबैलाई यदि ब्याग चाहियो भने आउन सक्नुहुन्छ है, म्यामहरू सरहरू सबैले सम्झिनु होला, जिमी फ्यान्सी स्टोर दमक भिकुडी चोक। कङ्गाराको ठुलो लानुहुन्छ भने कङ्गाराको ठुलो पनि छ गाइज, ल है हजुरहरूलाई टोट ब्याग पनि छ है। एकदम दामी सुपथ मूल्यमा पाउनुहुन्छ है ब्यागहरू, सुपथ मूल्यमा पाउनुहुन्छ है हजुर। किकाको ब्यागहरू पनि छ होइन, किकाको ब्यागहरू हेर्नुहोस् त कस्तो दामी छ, क्रिस्चियन डियोरको किकाको है। चक्क यता हेर्दाखेरि लेदरको ब्यागहरू पनि पाउनुहुन्छ है गाइज, ब्याकप्याकहरू लेदरको ब्याकप्याकहरू पनि पाउनुहुन्छ हजुरहरूले होइन, लेदरको ब्याकप्याक। यहाँ हेर्नुहोस् त गाइज, कपडाको ब्यागहरू पनि छ है गाइज, कपडाको ब्यागहरू पनि छ। यो चाहिँ स्कुलको ब्याग है गाइज, स्कुलको ब्याग है, कोरियन ब्याग भन्छ यसलाई चाहिँ, एकदम दरो हुन्छ, दामी है। यसको भित्र कम्पार्टमेन्टहरू पनि बवाल छ, दाना मेटेरियलमा है, उक्किने फुट्ने हुँदैन। यो एकदम चलेको ब्याग हो अहिले, एकदम राम्रो छ है। हजुरहरूलाई यदि दरो स्कुलको ब्याग नानी बच्चाहरूलाई
आवश्यक परेको छ भने चाहिँ जिमी फ्यान्सी स्टोरलाई सम्झिनु होला है। जिमी फ्यान्सी स्टोरलाई सम्झिनु होला। कोरियन ब्याग पनि पाउनुहुन्छ हजुरहरूले कलेजको लागि, आउट अफको लागि हैन। एकदम दामी छ है गाइज। यो बवाल ब्यागहरू छ, बवाल ब्यागहरू ल हेर्नुहोस् त। स्कुलको लागि, ट्राभलिङको लागि बवाल ब्यागहरू पाउनुहुन्छ है। एकदम दामी ब्यागहरू पाउनुहुन्छ। यदि हजुरलाई सुटकेस चाहियो भने सुटकेस पनि छ। स्विच एरियाको सुटकेस हो, गुगलमा सर्च गरेर हेर्न सक्नुहुन्छ है। 3 इयर वारेन्टी हुन्छ हजुरहरूलाई, 3 इयर वारेन्टी हैन। 360 मोबिलिटी भएको है। एकदम दामी हुन्छ है गाइज। ल यहाँ हेर्नुहोस् बीटीएसको ब्यागहरू पनि छ हजुरहरूलाई। बीटीएस लभरहरू चाहिँ आउन सक्नुहुन्छ ल। कलर पनि एकदम मजाको छ है, लाइट पिङ्कमा। यसमा कलर अप्सन पनि छ हजुरलाई। ग्रे कलर पाउनुहुन्छ, ग्रे कलरमा पाउनुहुन्छ है। एकदम दामी छ ग्रे कलरमा। अनि ल है गाइज माइबोको ब्यागहरू पनि छ। यसो ह्यान्डमेड, नेपाल मेड है। हाम्रै नेपालमा बनेको यो चाहिँ टक्कसँगले चाहिँ हाम्रै नेपालमा बनेको हैन। ट्रेकिङ ब्याग चाहियो भने ट्रेकिङ ब्याग पनि पाउनुहुन्छ हजुरले। द नर्थ फेसको यो चाहिँ 55+5 भन्दा 60 को रहेछ यो चाहिँ हैन। योभन्दा ठुलो पनि पाउनुहुन्छ ल हजुरले यदि ट्रेकिङ जान लाग्नु भएको छ भने हैन। कतै एकदम मिलाएर दिन्छु रिजनेबल प्राइसमा है, सस्तोमा दिन्छु। हजुरहरू यसो भिजिट गर्नु होला है। जिमी फ्यान्सी स्टोर दमक ढुकुडी चोक नजिकै हुनुहुन्छ भने भिजिट गर्नु होला। कोरियन ब्यागहरू हेर्नु त चिटिक्क परेको सानो ठिक्कको यस्तो दामी ब्यागहरू छ हेर्नुहोस् त। टचको यो ओरिजिनल टचको ब्यागहरू है, एकदम हाई क्वालिटी। स्पेसल फर गर्लको लागि है। स्कुलमा युज गर्दा पनि भयो, आउट अफ युज गर्दा पनि भयो। एकदम दामी खालको छ हैन। कोरियन कपडा हो, वारेन्टी भएको एकदम। यसमा चाहिँ तपाईँको कलर नजाने, भुवा नउठ्ने हैन। 100% वारेन्टी हुन्छ है। ट्रेकिङको ब्यागहरू लु हेर्नुहोस् त गाइज। ट्रेकिङको ब्यागहरू यो 70+5 गरेर 75 लिटरको रहेछ। यो बिग साइज है, द नर्थ फेसको यो बिग साइज हो गाइज। यो बिग साइज हो, द नर्थ फेसको बिग साइज हो यो हैन। ट्रेकिङ ब्यागहरू पनि दामी छ। कम्बाइटबाट छ, सादामा छ हैन। कम्बाइटमा 2टा कलर अप्सन रहेछ है। ल हजुरहरू आउनु होला है। 50 को खुद्रा खान्छ। 50 को खुद्रा त छ होला कान्छ। यहाँ भिडियो गर्दैछु कान्छामा। यो चाहिँ टक्क भेकुडी चोक है गाइज। मान्छेको आवाज जावत भइरहन्छ हैन। यो हो पैसा ल। एकदम दामी ब्यागहरू छ हेर्नु है। टक्कसँगले सोल्डरमा पनि भयो, लङमा पनि भयो। कलर अप्सन पनि कस्तो मिठो छ हेर्नु त। यस्तो मिठो कलर छ है। वाउ। हजुरले जेन्ट्सको साइड ब्याग, बच्चाको बेबी साइडहरू चाहियो भने पनि छ है। कपडाको यो टोट ब्याग पनि छ हजुरलाई। टक्कसँगले कपडाको टोट ब्याग है गाइज। यो चाहिँ कपडाको टोट ब्याग हो है। कपडाको टोट ब्याग। लेदरको ब्यागहरू चाहियो भने साइड ब्याग, चेस्ट ब्यागहरू पनि पाउनुहुन्छ। एडिडासको हाई क्वालिटीमा है गाइज। यो चाहिँ चेस्ट ब्याग हो, चेस्ट ब्याग।
ह्याम्पको ब्यागहरू साइड ब्याग है गाइज। यो चाहिँ तपाईँको बेल्टमा अड्काउँदा पनि भयो, साइड बोक्दा पनि भयो, एकदम राम्रो हुन्छ। जोडानको पनि छ गाइज। मिनी साइडहरू टक्क चार्जर फोन बोकेर हिँड्ने है। लेदरको चाहियो भने लेदरको पनि छ मिनी साइड टक्कसँगले। गुच्चीको हेर्नुहोस् त गाइज, गुच्चीको है। बिग साइजमा चाहियो भने बिग साइजमा पनि छ। कम्बर ब्याग चाहियो भने कम्बर ब्याग पनि छ गाइज। यो पोसोको यो राम्रो खालको ब्याग है गाइज। यो पोसोको राम्रो खालको ब्याग। ल गाइज, यदि हजुरलाई ब्याग चाहिएको भने जिमी फ्यान्सी स्टोरलाई सम्झिनु होला है। एकदम दामी दामी ब्यागहरू पाउनुहुन्छ। अनि हजुरले यहाँनिर पर्सहरू पनि दामी दामी पाउनुहुन्छ है। स्यामसोनाइटको पर्सहरू, टोमीको, एप्पलको है, आर्मानीको एकदम बवाल पर्सहरू पाउनुहुन्छ है। यहाँनिर यस्तो दामी दामी पर्सहरू पाउनुहुन्छ नि। यो आर्मानीको पर्सहरू हेर्नु त गाइज, आर्मानीको पर्स है, एकदम दामी छ। यहाँ ल म हजुरलाई आर्मानीको पर्स है गाइज। यो चाहिँ यो आर्मानीको भयो, यो स्यामसोनाइटको भयो होइन, यो टोमीको भयो, यो एप्पलको भयो गाइज। यो एप्पलको भयो है, बब्बाल छ एप्पलको। पुरै लोगो पनि एप्पलकै हुन्छ नि त यसमा त। लोगो पनि पुरै एप्पलकै हुन्छ यहाँ हेर्नु चाहिँ। एप्पलको लोगो है। 100% जेन्युइन लेदर हो गाइज। एकदम लाइटर बालेर देखाउन सकिन्छ यसलाई चाहिँ। 100% ग्यारेन्टी दिएर बेच्न सकिन्छ। एकदम रियल लेदर है गाइज। यो चाहिँ रियल लेदर हो। यसमा चाहिँ नो डाउट्स है। एकदम 100% प्योर छाला। यसमा चाहिँ नो डाउट्स। हजुरहरूले यो आर्मानीको हेर्नु त गाइज। यो आर्मानीको एकदम ब्लू बुकहरू पनि बोक्न सजिलो है हजुरलाई टक्कसँगले। यसको भित्रको कम्पार्टमेन्टहरू यस्तो छ है गाइज। भित्र कम्पार्टमेन्टहरू यस्तो छ टक्कसँगले। लेदर यस्तो छ है। यहाँबाट खोल्दा पनि भयो। एकदम फ्यान्सी छ है। फ्यान्सी एकदम 100% लेदर। हजुरलाई लाइटर बालेर पनि देखाउन सकिन्छ है। ग्यारेन्टी दिएर बेच्न सकिन्छ। यो राखा त। हजुरहरूलाई यस्तै छ। सामानहरू चाहिएमा होइन, नजिकै हुनुहुन्छ भने सम्झिनु होला। डियोरको ब्याग पनि छ। पर्स, बेल्ट, साइड ब्याग, बच्चाको ब्यागहरू, ठुलोको ब्यागहरू होइन, सबै पाउनुहुन्छ है हजुरहरूले। सबै पाउनुहुन्छ। सबै टाइपको ब्यागहरू पाउनुहुन्छ है। कपडा बोकेर हिँड्ने यस्तो सस्तोमा पनि पाउनुहुन्छ है हजुरले। सस्तोमा सस्तो एकदम साइजहरू अनुसारको पाउनुहुन्छ। यो सबैभन्दा स्मल साइज होइन। यसमा 3टा साइज आउँछ। यो स्मल हो, अनि मिडियम आउँछ, अनि एक्सएल आउँछ होइन, डबल एक्सएल आउँछ है। हजुरहरू यदि ब्यागहरू चाहियो भने आउन सक्नुहुन्छ। यो पसलको अनर र यो च्यानलको अनर चाहिँ मै हो होइन, सुभाष जिमी। हजुरहरूले युट्युबमा सर्च गरेर हेर्न सक्नुहुन्छ। अनि मेरो गीतहरू पनि छ। हजुरहरूले मेरो गीतहरू पनि हेरिदिनु होला होइन। अनि लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई है। हजुरहरूलाई मन पऱ्यो भने सबैजना वेलकम छ है। सबैजना आउन सक्नुहुन्छ है मेरो पसलमा है। लोकेसन चाहिँ त्यही हो, अघि मैले देखाएको तपाईँलाई टक्कसँगले। यता यो भिकडी चोक चौबाटो होइन, टक्कसँगले भिकडी चोक चौबाटो यहाँबाट है। चौबाटो टक्कसँगले यता जाँदाखेरि चाहिँ बजार पर्छ होइन। यता जाँदाखेरि चाहिँ बजार, यताबाट बेडाङ्गी रोड, यता हरियम खोलेनी, यताबाट यो चाहिँ लाइफलाइन जाने बाटो होइन। त्यसको ठ्याक्कै यता छेउमा चाहिँ मेरो पसल है। त्यसको ठ्याक्कै यता छेउमा चाहिँ मेरो पसल। हजुरहरूलाई यदि ब्यागहरू चाहियो भने आउन सक्नुहुन्छ है।
दोकान सानो सानो छ हैन, दोकान सानो सानो छ, दोकान सानो सानो छ, तर पनि सामानहरू चाहिँ एकदम राम्रै पाउनुहुन्छ हजुरहरूले, एकदम विश्वासिलो भरपर्दो है। यदि हजुरहरूलाई राम्रो सामान चिटिक्क परेको सस्तो मूल्यमा चाहिएको छ भने चाहिँ मलाई सम्झिन सक्नुहुन्छ है। जिमी फ्यान्सी स्टोर भिकुडी चोक दमकमा आउनु होला। कलेजको लागि, आउट अफको लागि हैन, सबै प्रकारको ब्यागहरू चाहिँ पाउनुहुन्छ है, सबै प्रकारको ब्यागहरू चाहिँ पाउनुहुन्छ हजुरहरूले। यदि नजिकै हुनुहुन्छ भने भिजिट गर्नु होला है, दमक भिकुडी चोक जिमी फ्यान्सी स्टोरमा है, दमक भिकुडी चोक जिमी फ्यान्सी स्टोरमा आउनु होला। हजुरलाई अझै अब बेल्टहरू त देखाउन बाँकी नै छ है। टक्कसँगले यो चाहिँ बेल्टहरू ओरिजिनल छालाको बेल्टहरू है गाइज, यो चाहिँ रियल लेदर हो। तपाईँलाई गुचीको बेल्टहरू हेर्नु त रियल, यसको हेड पनि कस्तो दामी छ क्या गाइज, हेर्नुहोस् त, एकदम रियल लेदर है यो चाहिँ गाइज, रियल लेदर हो हैन, बवाल हुन्छ है यो चाहिँ, एकदम दामी हुन्छ गाइज है, एकदम बवाल रियल लेदर हो। अब हजुरहरूलाई यदि आवश्यक परेको छ भने आउन सक्नुहुन्छ। मोबाइल साइट हेर्नुहोस् त गाइज, टक्कसँगले सानो चिटिक्क परेको अहिले यो नयाँ आएको नयाँ स्टाइलमा है मोबाइल साइट। यसमा लङ फित्ता पनि छ, भित्र कम्पार्टमेन्टहरू राम्रो छ, यसको पार्टिसनहरू पछाडि चेन भएको हैन, अगाडि चेन भएको, एकदम दामी छ, वासेबल लेदर है गाइज। यो यसमा कलर अप्सन पाउनुहुन्छ, एउटा यो कलरमा पाउनुहुन्छ भने अर्को एउटा ब्राउनमा पाउनुहुन्छ हैन। अनि यो थ्री स्टेपवाला पनि छ, यो पनि एकदमै राम्रो चलेको ब्याग हो, दरो खालको है, लगभग तपाईँलाई 1.5-2 वर्ष मजाले टिक्छ हैन। डेली युजको लागि एकदम राम्रो हुन्छ है, डेली युजको लागि एकदम राम्रो हुन्छ। अनि यो अहिलेको भाइरल ब्याग एकदम मिनी साइट भन्छ यसलाई चाहिँ हैन, टक्कसँगले डेली युजको लागि एकदम बवाल छ। यसमा कलर अप्सन पाउनुहुन्छ, यसमा कंगारो स्टाइलमा पनि आउँछ हैन, कंगारो स्टाइलमा आउँछ। अनि हजुरले यो ह्यान्डमा बोक्दा पनि भयो, साइडमा बोक्दा पनि भयो हैन, एकदम सजिलो खालको अहिले चलेको ब्याग हो। ह्यान्डमा क्यारी गर्दा पनि भयो, साइड बोक्दा पनि भयो हैन, एकदम बवाल छ है गाइज, बवाल। यो वाइएसएलको ब्याग, नाम त अब थाहै होला हजुरलाई, कम्पनी हैन वाइएसएल भनेर, एकदम राम्रो, एकदम हेभी लेदरमा हो हैन, तपाईँलाई बोक्न ओर्न एकदम कम्फर्टेबल हुन्छ। यसको पार्टिसनहरू पनि भित्र राम्रो छ, फित्ता क्वालिटीहरू राम्रो छ है, फुकिने फुट्ने हुँदैन। ल है त गाइज, हजुरलाई जिम ब्याग जिम जानको लागि चाहिएको छ भने चिटिक्क परेको सानो हैन, जिम हाउसमा टक्क तपाईँ 2-3टा कपडा बोकेर जाने है। यो चाहिँ टक्क यसो पसिना पुस्ने रुमाल हैन, चट्टसँगले तौलिया, अनि एक जोडी सुज, अनि भेस्ट, कट्टु बोकेर जाने है, बवाल। यो चाहिँ टोट ब्यागहरू है गाइज, यो वाइटमा हो, यो ब्राउनमा है, यसमा 2टा कलर एकदम राम्रो हुन्छ है हजुर, 2टा कलरको हैन, एकदम राम्रो राम्रो छ हजुरलाई है, एकदम बवाल छ। आइदिनु होला, किनिदिनु होला, हजुरहरू सबैजनालाई वेलकम छ है मेरो दोकानमा, हजुरहरूलाई चुले निम्तो है, सबैजना आइदिनु होला प्लिज, सबैजनाले किनिदिनु होला हैन, हेरिदिनु होला, यस्तै छ हजुरहरूलाई। यो चाहिँ टक्क भिकुडी चोक लेदरको ब्यागहरूमा यस्तो छ, एउटा यस्तो छ है, पकेट भएको, यो चाहिँ टक्क छोप्ने भएको, साइड पकेटहरू भएको हैन, साइड पकेटहरू भएको।
प्राडाको ब्याग पनि छ है गाइज, प्राडाको रातो। यो टक्क डेली युजको लागि सस्तोमा है गाइज, यो चाहिँ ल एकदम सस्तो पर्छ हजुरहरूलाई। यो ब्याग कस्तो लाग्छ हौ हजुरहरूलाई? यो ब्याग नबोक्ने त सायद कमै हुनुहुन्छ होला हैन? यो पनि एकदम राम्रो चलेको ब्याग हो, एकदम कम्फर्टेबल हुन्छ है बोक्न ओर्न चाहिँ यो तपाईहरुलाई। वासेबल लेदर हो हैन? यो पनि उक्किने फुक्ने हुँदैन। यसको भित्र फिनिशिङहरु पनि राम्रो छ, यसको पार्टिसनहरु राम्रो छ। एकदम सस्तो दाममा पाउनुहुन्छ। साइड पकेट पाउनुहुन्छ है, टक्क साइड पकेट, साइड चेन पाउनुहुन्छ, साइड पकेट पाउनुहुन्छ हैन? यस्तै छ गाइज हजुरहरूलाई। कंगारुको ब्याग पनि छ हजुरहरूलाई, कंगारू लेडिज ब्याग हैन? कंगारू लेडिज ब्याग यो हाफ प्रिन्टमा यो कोरियन ब्याग पनि एकदम बवाल छ है। दाना मेटलमा हो हैन? एकदम सजिलो हुन्छ, दरो त्यस्तै हुन्छ। फेरि अब सादामा पनि छ है गाइज, यो पनि ओभर छ नि। यो सादामा हो, यो हाफ प्रिन्टमा हो है, एउटै मेटलको हो हैन? प्राइस पनि सेम हो। हजुरको चोइस, अब सादा मनपर्छ कि प्रिन्टेडमा मनपर्छ हैन? यसको भित्र फिनिसिङहरु भन्नुहुन्छ भने एकदम खतरा छ, ओभर छ एकदम। नेट पाउनुहुन्छ भित्र हैन? नेट गोजीहरु पाउनुहुन्छ अनि चेन गोजीहरु पाउनुहुन्छ है। बवाल छ है गाइज, बवाल। छिटो आउनु होला। यो फुल प्रिन्टमा एउटा हेर्नु त, यो कोरियनमा, यो पनि बवाल खालको हो गाइज, एकदम बवाल छ। यो टचको ब्याग गाइज, हाई क्वालिटी है यो चाहिँ गाइज, टचको एकदम हाई क्वालिटीमा। वाटरप्रुफ हो, पानी सानी छिर्दैन हैन? यहाँ हेर्नुहोस् त, टच कम्पनीको ब्याग हो, बवाल हुन्छ यो चाहिँ, ओभर हुन्छ। यो चाहिँ तपाईँलाई 1 वर्षको वारेन्टी नै पाउनुहुन्छ है। त्यस्तो केही भएछ भने एक्सचेन्ज हुन्छ तपाईँहरूलाई हैन? 100% एकदम वारेन्टी। टच कम्पनीको यो चाहिँ एकदम हाई क्वालिटीमा पर्न जान्छ हैन? हजुरहरूलाई यदि मन पर्यो भने आउनुहोस् न, मिलाएर दिन्छु हैन? दामको लागि टेन्सन नलिनु है, दाम एकदम मिलाएर दिन्छु। दामको लागि हजुरहरूले टेन्सन लिनै पर्दैन। दाम भनेको एकदम सुपथ मूल्यमा हुन्छ, मिलाएर। बच्चाको लागि मोटु पातलुको ब्यागहरु पनि छ, मोटु पातलुको ब्यागहरु है, बच्चाको लागि एकदम राम्रो। साइट हो, वो जेन्ट्सहरुले बोक्दा पनि हुने, लेडिजहरुले बोक्दा पनि हुने है, साइट हो है यो चाहिँ। यो चाहिँ टचको चाहिँ ब्याग हो, यो ब्ल्याकमा, तर यो चाहिँ नेपाली है हाम्रो। त्यो चाहिँ ब्रान्डेडमा हो हैन? यो चाहिँ ब्रान्डेडमा हो, त्यो चाहिँ नेपाली हो। यो चाहिँ ब्रान्डेडमा हो हैन? यो चाहिँ तपाईलाई 100% ग्यारेन्टी वारेन्टी पाउनुहुन्छ, बकाइदा बिल बनाइन्छ हैन? एकदम दामी हुन्छ है, एकदम बवाल हुन्छ। यो चाहिँ हाम्रो भिरकुडी चोक चौबाटो, यहाँ चाहिँ बाटो काट्न पनि एकदम खतरा हुन्छ। गाडीहरू एकदम बाक्लो गतिमा हिँडिरहेको हुन्छ, गाडी बाइकहरू हैन? एकदम होस गरेर यहाँ चाहिँ ड्राइभिङ गर्नुपर्छ। हेर्नुहोस् न, भिड हुन्छ दिनमा, एउटा न एउटा चाहिँ यहाँ ठोक्किन खोजेको हुन्छ है गाइज। हजुरहरू आउँदा पनि एकदम होससँगले आउनु होला मेरो पसलमा है। लु ब्याग हेरौँ है हजुर, ब्याग आउनुहोस्, होलसेल है। लहै गाइजहरूलाई यस्तो ब्याग पनि पाउनुहुन्छ है, यस्तो ब्याग पनि पाउनुहुन्छ हजुरले हैन? दामी दामी ब्यागहरू पाउनुहुन्छ है गाइज, दामी दामी ब्याग पाउनुहुन्छ। सुटकेस ब्ल्याक कलरमा कपडाको
निलोमा स्मल साइज, यदि स्मल साइजको हजुरलाई आवश्यक परेको छ भने जिमी फ्यान्सी स्टोरलाई सम्झिनु होला है। जिमी फ्यान्सी स्टोरलाई सम्झिनु होला। जिमी फ्यान्सी स्टोरलाई सम्झिनु होला। ओके गाइज, यति भन्दै आजलाई बिदा चाहन्छु। फेरि भेटौँ नेक्स्ट भिडियोमा भन्दै आज म बिदा चाहन्छु। हजुरहरू सबैजना स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् है। सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला मेरो युट्युब च्यानललाई। सबैजनाले किप सपोर्टिङ है गाइज, एकदम है हार्डली।